हेलो साथीहरू, तपाईँहरू सम्पूर्णलाई मेरो युट्युब यात्राको दोस्रो भिडियोमा स्वागत छ। र हामीहरूको भिडियो नियमित रूपमा आउने भन्ने प्रतिबद्धता जनाए पनि समयको केही व्यस्तताका कारण नियमित रूपमा भिडियो चाहिँ अपलोड गर्न सकिनँ। त्यसको लागि क्षमा प्रार्थी छु। र अब आउने दिनहरूमा चाहिँ नियमित रूपमा एउटा भिडियो अपलोड गर्नेहरूसँग प्रतिबद्धताका साथ आजको भिडियो सुरु गरौँ। लेट्स गो। आज चाहिँ मैले र मेरो साथीले पैदल यात्रा गर्नलाई बाहिर निस्किने योजना बनाएका छौँ। र म मेरो रुमबाट निस्किसकेको छु र मेरो साथीको रुममा जान्छु र मेरो साथी रेडी भएको छ कि छैन भनेर पनि हजुरहरूलाई देखाउनेछु। र फाइनल्ली आज फिल्डमा उपस्थित भइदिएछ। फाइनल्ली म चाहिँ मेरो साथीको रुममा आइसकेको छु। ऊ चाहिँ मेरो साथी होइन। हामीहरू कहाँसम्म जाने रे योजना भनौँ न। गन्तव्य बिनाको यात्री त हुन भएन नि। बालकुमारी चोकसम्मको हाम्रो गन्तव्य छ हेर्नुहोस् साथीहरू होइन। अनि मेरो चाहिँ यसरी पब्लिकमा क्यामेरा लाइट हटाएर भिडियो बनाएको पहिलो अनुभव पनि हुनेछ। योभन्दा अगाडिको दिनहरूमा अथवा यो दिनसम्म आउँदासम्म चाहिँ मैले कहिले पनि यसरी भिडियोहरू बनाएको थिएन होइन। आफूलाई नै विचित्र लागिरहेको छ। तर भित्रभित्र एक प्रकारको डर पनि पैदा भइरहेछ। एउटा अन्तरात्मामा चाहिँ भिन्नै प्रकारको शक्तिको पैदा भइसकेको छ होइन। ऊ चाहिँ मेरो साथी एकदमै भीमकाय बडी भएको साथी होइन। खोइ कसैलाई कुट्न पर्यो भने चाहिँ हामीलाई निम्तो दिनु होला। कुट्नभन्दा नि कुटाइ धेरै खानेमा परिरहेको। मेरो पछाडिको चाहिँ म बस्ने बिल्डिङको दृश्य। बिल्डिङ चाहिँ दरबार भन्दा नि कम त छैन है। यो चाहिँ मिलन चौक है साथीहरू। मिलन चौकमा अहिले चाहिँ गाडीहरूको एकदमै चाप छ। उता जाम पर्ने सम्भावना पनि धेरै हुन्छ होइन। हामी चाहिँ यो मिलन चौकको उतापट्टिको मार्ग हुँदै यात्रा सुरु गर्छौँ र अन्तिमसम्म हामीसँग भइराख्नुहोस् ल। धन्यवाद। मेरो साथीले चाहिँ फाइनल्ली 5 रुपियाँको ह्याप्पी किनेर एकदमै ऊर्जा भरिसकेका छौँ हामीहरूले होइन। जम्मै 5 रुपियाँको मात्र हो, धेरै होइन। हामी धेरै ऊर्जा खपत पनि गर्नेवाला छैनौँ, सामान्य हिँड्नु मात्र हो होइन। हामी चाहिँ फाइनल्ली रोडमा बिल्डिङबाट यताउतिको देख्ने मान्छेले एकदमै विचित्र तरिकाले हेरिरहेको छन्। यसरी क्यामेराले भिडियो खिच्नको मुख्य उद्देश्य भनेको आफूमा लुकेर रहेको प्रतिभालाई उजागर गर्नु पनि होइन। अनि म चाहिँ इन्ट्रोभर्ट स्वभावको छु होइन जन्मिँदै। खासै म खुलेर कसैसँग पनि आफ्नो कुराहरू व्यक्त गर्दिनँ। यसलाई पनि यो रोगलाई पनि जडैबाट नष्ट गर्नलाई भए पनि भिडियोहरू नियमित रूपमा बनाउने प्रयत्न गरिरहेको छु। अनि त्यसरी हाइ नभनौँ यार, फेरि केटीहरू आई लभ यु भन्ला नि त होइन। जेपुटी होइन, हाम्रो पृष्ठभूमिमा चाहिने भन्दा धेरै हाम्रो पृष्ठभूमिमा दुईटा केटीहरूले हामीलाई पिछा गरिरहेको छ। हामी चाहिँ उहाँबाट उनीहरूबाट छल्दै हिँडिरहेछौँ होइन। खासै लास मान्नुपर्ने कुराहरू चाहिँ केही पनि छैन। सुरुवाती अवस्थामा अलिक एक प्रकारको डर चाहिँ भइहाल्छ सबैमा होइन। हुन्छ नि हुँदैन हुन्छ। यसरी नै मसँग चाहिँ मलाई समर्थन गर्ने साथीको उपस्थिति भयो भने मैले चाहिँ जुनसुकै डरहरूलाई पनि ट्याकल गर्न सक्छु भन्ने मेरो आत्मविश्वास चाहिँ छ है त। यताउतिको मान्छेहरूले हेर्न चाहिँ विचित्र तरिकाले हेरिरहेछन् होइन, अलौकिक तरिकाले हेरिरहेछन्।
सावधान सावधान नत्र खासमा तिनीहरूको हेराइमा औचित्य चाहिँ के रहेछ जित्दै नजरले हेरिरहेको छौ कि छैन भनेर मूल्याङ्कन गरेर आयो तिमीलाई अब कस्तो चरित्रको छौ भनेर एकैछिनमा खम्मै दिन्छन् कि केटीहरूमा त्यो क्षमता चाहिँ हुन्छ हामीहरू चाहिँ अरू केही भन्न छ तिमीलाई केही कौशल सबैमा नमस्कार है केही जिज्ञासा छ भने यसो भनिहाल है मैले समाधान गरिदिन्छु हामी रुमदेखि हुँदै यहाँसम्म अलिकति होइन सर्ट टुरको लागि हामी घुम्दै साथीहरू अनि तपाईँहरू सबै सन्चै हुन्छ भने होइन हाम्रो आफ्नो केही कुराहरू लाग्न सक्नुहुन्छ है हामी एकदम रमाइलो खालको हो हामीमा त्यस्तो कुनै पनि राम्रो प्रतिभा होइन राम्रो नराम्रो भन्ने प्रतिभाहरू केही छैन जस्ट इन्जोय यसरी लज्जित भएर पनि भिडियोहरू बनाउनु पर्ने हुन्छ अनि यत्रो मिहिनेत गरेको भिडियोहरूमा चाहिँ हजुरहरूले लाइक गरेर पनि नयाँ देखाइदिनुहुन्न होइन अनि त्यो देख्दाखेरि चाहिँ एकदमै चित्त दुखेर आउँछ त्यो जग्गा तर केही छैन हामी धैर्य गर्ने सक्छौँ धैर्य गर्ने सामर्थ्य ममा चाहिँ एकदमै कुट भरिएर बसेको छ मेरो पृष्ठभूमिको केटीहरूले चाहिँ घुरेर हेरेर आयो हाम्रो साथीलाई कहाँ लाग्नु है बोलाएर एडिटर टिम सबै जाँदाखेरि एकदमै महँगो तिमीले कति महिनाको एडिटिङ कोर्स लग्यो अरे कति महिना कोर्स लग्यो मेरो साथी चाहिँ एकदमै बलवान होइन फेरि कतै झगडा चोकतिर भएको छ भने नि कुकुरको जस्तो एकदमै घ्राण शक्ति चाहिँ एकदमै तीव्र छ होइन सुकेर नै पत्ता लगाइदिने कता कुन चोकमा लफडा भइरहेको छ मेरो खाँचो कतै परिरहेको छ कि छैन यो कुरालाई अन्यथा नलाग्नु होला यो चाहिँ साथीले झुट बोलेको है र हामी एकदम रमाइलो खालको मान्छे हो कि कहिले जिस्किने होइन कहिले हाम्रो बोल्ने त्यस्तै हाम्रो रमाइलो भइरहन्छ सधैँ हामी चाहिँ गन्तव्य बिना यात्रा गरिरहेको हामीहरूलाई थाहा छैन कि कता जाने के गर्ने हामी जता चाहिँ मान्छेको भिड छैन त्यता मात्र जाने हो अहिले चाहिँ कुकुराएर झम्ट्यो भनेपछि पनि हामीलाई केही पर्वाह छैन होइन कुकुराहरू तिमीले झम्ट्यो भने तिमी केही भन्नु चाहन्छौ कुकुरलाई के त्यो कुकुरको डर मान्नु पर्दैन म छु त कुकुर छैन भन्दा सोच्दा हो म पनि कुकुरै हो भन्छ होला तिमी होइन म पनि कुकुरै हो तेरै प्रजातिको व्यक्ति हो हामीलाई नोटोक तर म साथी भएर चाहिँ साथीको सम्बन्ध साथीको हात चाहिँ बढाउनु पर्छ भन्ने होला होइन रमाइलो हुनुपर्छ भन्ने हो यो एरियामा अहिले कुकुरहरूको खतरा धेरै छ नि त थाहा छैन यो एरियामा चाहिँ एकदमै कुकुरहरूको खतरा छ साथीहरू आफूले यताबाट यात्रा गर्दाखेरि चाहिँ जोगिएर हिँड्नुपर्छ लापरवाही गऱ्यो भने चाहिँ अलि ध्यान पुऱ्याएर चाहिँ हिँडेर भनेपछि कुकुरले आई लभ यु भनेर फेरि झम्टिन आउँछ मेरो साथी चाहिँ अलवेज ट्रक हेर्दाखेरि डिफ्रेन्ट टाइप त नहुने त्यतिसम्म म गिरेर चाहिँ म बोल्दिनँ रमाइलो पो गरेँ अब कहाँ भिडियो बनाउँछु मैले डिफ्रेन्ट टाइप तिमीले अब यो भिडियो बनाउनुको अपहेलना गरे हामीहरू चोकमा गल्लीमा क्यामेरा त्यो चाहिँ साँझ भएकाले सूर्य अस्ताउने तर्खरमा छ अस्ताउँदै गरेको सूर्य चाहिँ कति राम्रो देखिरहेको छ
होला हो कहाँ छ यार त्यो सूर्य क्यामेरामा किन कैद हुँदैन क्यामेरामा किन कैद हुँदैन त देखिरहेको छैन है क्यामेरा देखिरहेको छ तर यहाँमा धेरै ऊ देखिरहेको छ खै त यहाँ साइड छ कि यहाँ साइड छ तर धेरै उज्यालो भयो अलिकति यो अस्ताउनु पर्छ त अब अस्तादै गरेको सूर्य चाहिँ एकदमै रमाइलो देखिरहेको थियो होइन अब हामी पनि एक दिन अस्ताउनै पर्छ होइन घमण्ड मोह माया सबैलाई त्यागेर चाहिँ के भन्न चाहन्छौ अरे तिमी रिस राग दण्ड भेष होइन सम्मान भन्ने कुरा सबै नै एक दिन तिरेर जान्छ भन्ने यो कुराहरू राख्न चाहन्छौँ गाइज हामी होइन कसैलाई प्रोत्साहन र उत्प्रेरणाको आवश्यकता छ भनेपछि मेरो साथीलाई सम्झिन सक्नुहुन्छ एक नम्बर ऊ चाहिँ लज्जित नहो डेलिभरी पार्टमा एकदमै पोख्त हो होइन उसले चाहिँ आफूबाट प्रवाह गर्नुपर्ने सेवाहरू एकदमै चुस्त दुरुस्त र तन्दुरुस्त तवरले प्रवाह गर्छ हेर्न सक्नुहुन्छ हेर्दैन 80 वर्ष पुगे जस्तो मैले भन्दै थिएँ हराइ हुन्छ कि कुकुरहरू त हेर्नु हामी चाहिँ कताबाट छिर्ने भनेर योजना बनायौँ मेरो साथी चाहिँ गुगल म्याप नै हो होइन तर अन्यलमा परेका व्यक्तिहरूलाई सधैँ उसले डोलरमै पार्ने हो होइन होइन भने होइन भन्नु न तिम्रो इच्छा त्यही भन्छ दाइ चाहिँ यो ब्यागमा हुर्किरहनु भयो मेरो साथीलाई एउटा साइकल किन्ने रहर लाग्छ अरे अनि उसले चाहिँ साइकल किन्ने भन्ने एउटा मनस्थिति बनाइसकेको थियो तर पैसाको अलि अभावले गर्दा पैसा सङ्कलन गर्न सकिरहेको छैन जब पैसा सङ्कलन हुन्छ हामी अनि त्यो साइकलमा विराजमान भएर पनि भिडियोहरू पुर्याउनु चाहन्छु होइन मेरो पृष्ठभूमिमा देखिएका मान्छेहरू चाहिँ चेस खेल्छ होइन चिया चाहिँ ज हुँदैन र भन्ने अहिले तिमी नर्सरीमै छौ रे अलि क्लास पढ्दै गएपछि यहाँ नजिकै एउटा ठाउँमा चाहिँ चेस पनि खेल्छन् होइन मैले चाहिँ एकपल्ट आएर चेस प्रतिस्पर्धामा पनि भाग लगाएको थिएँ तर 4वटा गेम खेल्यो 4को 4वटै गेममा पराजित भयो होइन त्यति बेला चाहिँ अलि दुःख लाग्यो तर उहाँ चाहिँ फेरि ग्रान्ड मास्टर नै हुनुको रहेछ अलि उमेर पनि उहाँको चाहिँ 50 देखि 60 वर्षको बिचमा थियो उहाँसँग हार्दा चाहिँ उहाँ ग्रान्ड मास्टर हो भनेर थाहा पाएँ के छ साथीहरूलाई केही भन्न छ केही छैन अला अला उता नि भिडियो गर्नु पर्यो उता ओ साथीहरू कसको भिडियो बनाउनु भाइ यता हाई भन्दैछ होइन भाइहरूले चाहिँ भाइहरूले चाहिँ रमाइलो गरिरहेको छ तिम्रो मसँग आऊ मात्र म हालिहाल्छु अनाप सनाप नबोला न अलि सबै शब्दहरू बोले दर्शकहरूले देख्यो भने चाहिँ कसरी मूल्याङ्कन गर्छ तिमीले भनेर अनाप सनाप बोल्दैन एकदमै उचित आधिकारिक शब्दहरूको मात्र प्रयोग गर्नु ल हामीहरूको गन्तव्य चाहिँ तिनकुनेसम्म हो होइन हामीहरू चाहिँ जुन गल्लीबाट भए पनि तिनकुने चाहिँ पुग्ने नै हो होइन हाम्रो उद्देश्य भनेको तिनकुनेमा पुगेर तिनकुनेमा जम्मा भएका साथीहरूसँगको भेटघाट हो हामीहरू चाहिँ गेममा पनि सहभागी हुने हो त्यसको लागि चाहिँ हजुरहरूले धैर्यतापूर्वक मलाई सुनिदिनु हुनेछ र अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भन्ने पनि मैले अपेक्षा राखेको छु होइन र चाहिँ बच्चाहरूको खेल सुरु भइरहेको छ रोडको बिचै बाटोमा
अनि चाहिँ यहाँ गुनासो पनि पुगिरहेको छ नि होइन भिडियो किन बनाएको भनेर अलिक गाह्रो छ होइन यो पेसा चाहिँ तिमीलाई क्याप्चर हुन मन छ ल भइहाल्ला बच्चाहरू चाहिँ बचपन चाहिँ सबैको रमाइलो नै हुन्छ होइन मलाई पनि उनीहरूको चाहिँ खेल देख्दाखेरि रमाइरहेको देख्दाखेरि मेरो बचपनको याद आयो हामीहरू पनि बचपनमा चाहिँ एकदमै अत्याधिक खेल खेल्ने र रमाउने गर्दथ्यौँ र बचपनको समय भनेको चाहिँ आनन्दमय समय हुन्छ होइन अहिलेको अवस्था भन्दा चाहिँ अब व्यक्ति जति वृद्धि हुँदै गयो शारीरिक रूपमा अथवा मानसिक रूपमा पनि त्यति नै अनुपातमा वृद्धि हुँदै जानुपर्ने हुन्छ नत्र चाहिँ मानसिक रोगहरूबाट ग्रसित हुनुपर्ने अवस्था पनि आउन सक्छ अहिले चाहिँ तनावपूर्ण दबावपूर्ण मानसिकता मात्र बनिरहेको छ होइन अर्कैको युवाहरू चाहिँ युवा अवस्थामा व्यक्ति चाहिँ युवा अवस्थामा पुगुन्जेलसम्म यो समाजले यो राष्ट्रले समाजमा भएको व्यक्तिहरूले चाहिँ उसलाई परिपक्व बनाइ नै दिन्छन् के त्यसैले बचपन चाहिँ एकदमै सुन्दर अवस्था हो भन्ने चाहन्छु अहिले चाहिँ भिडियो बनाउँदै गर्दा मेरो छेउछाउमा भएका व्यक्तिहरूले विचित्र तरिकाले हेरिरहेका छन् उक्त व्यक्तिहरूलाई देख्दा चाहिँ एकदमै सङ्कोच पनि लागिरहेको छ होइन अनि तर धेरै वास्ता पनि दिएको छैन मैले उक्त व्यक्तिहरूलाई प्रति हामी चाहिँ हिँड्दा शान्ति नगर चोकसम्म पुगिसकेछौँ अबको कति मिनटमा पुग्छौँ हामीहरू त आधी घन्टा अझै आधी घन्टा यहाँबाट जाम कि यहाँबाट हामी सर्टकटमा जाम कि लङमा सर्टकटमा जाने हो कहाँ हाम्रो समय धेरै खर्च गर्ने मनस्थिति बनाएका छैनौँ उनीहरू जति सक्दो चाँडो 2 मिनटमा पुगे त झन् उत्तम हुन्छ होइन मेरो साथीले तपाईँहरूलाई पनि हाई भनिरहेको छ होइन हजुरहरूले पनि कमेन्टमा हाई भनेर उसको प्रतिक्रिया दिइदिनु होला केही भन्नु छ केही सन्देश दिन छ मेरो दर्शकहरूलाई यदि छ मैले दिनुपर्ने सबै सन्देशहरू दिइसक्यो पऱ्यो होइन आफ्नो भित्री आत्मामा गुम्सेर रहेको हुन्छ नि यो कुरा चाहिँ व्यक्त गर्न पाए हुन्थ्यो भन्ने खालको अल अफ यु गाइजहरू होइन म चाहिँ अन्तिममा के भन्न चाहन्छु भन्दाखेरि जिन्दगीमा चाहिँ अब जन्मिनु मर्नु त्यस्तै कुरा हो तर अरू त के नै लिएर जाने हो तर 2-3 दिनमा यो 2 दिनको जिन्दगी हो रमाएर हाँसी खुसी भएर अलिकति इन्जोय साथ अनि समय बिताउनुमा एकदम आनन्द लाग्ने क्या साथीहरू होइन मेरो साथी चाहिँ आध्यात्मिक मान्छे हो होइन ऊ चाहिँ धर्ममा एकदमै आस्था राख्छ ऊ चाहिँ अनि भगवान् के अरे श्रीरामको चाहिँ एकदमै ठुलो भक्त उनले चाहिँ उहाँको दिव्य उपदेश अथवा पहाडीहरूलाई हरेक पल सुनि नै रहेको हुन्छ आज पनि उसले चाहिँ रामायण एपिसोड कतिसम्म पुग्यो अरे हेरेर उसले चाहिँ रामायण एपिसोड चाहिँ हेरेर 49 एपिसोडसम्म पुगिसकेको छ अब बाँकी भर्नेको त्यति धेरै छैन ऊ चाहिँ आध्यात्मिक मान्छ होइन अब यस्तो पवित्र आत्मा भएको एकदमै शान्त आत्मा भएको व्यक्तिहरूसँग घुलमिल गर्न पाउँदा चाहिँ आफूलाई पनि आनन्दको फिल हुन्छ त्यस्तै हो अन्तिमसम्म चाहिँ हेरेर साथ दिनु होला भन्न चाहन्छु म अहिले भने यता चाहिँ फलफुल किनबेच भइरहेको छ जसले गर्दा त्यहाँ भिड बनिरहेको छ हामीहरू कतै यति त होइन र ऊ भने तरकारी बजार गर्ने तरकारी बजार ऊ हामी घुमफिर गरेर कताकता तरकारी बजारमा पुग्यौँ होइन मलाई थाहा थिएन यो मार्ग चाहिँ तरकारी बजारसम्म पुग्छ भनेर जोस्
तरकारी बजार चाहिँ एकदमै व्यस्त छ र ग्राहकहरूले चाहिँ भरिपराउने छ होइन। कस्टमरहरूको एकदम अरू म पनि एकपटक चाहिँ तरकारी बजारसम्म आएर तरकारी किनेर लगेको छु। तर त्यो समयमा चाहिँ एउटा अद्भुत व्यक्तिसँग चाहिँ मेरो साक्षात्कार भएको थियो होइन। उक्त व्यक्ति चाहिँ इङ्ग्लिसमा एकदमै पोख्त इङ्ग्लिस भाषाको राम्रो ज्ञान भएको रहेछ। केही समय चाहिँ उहाँसँग पनि संवाद गरियो र आफ्नो अङ्ग्रेजीलाई चाहिँ केही हदसम्म अथवा केही लेभलसम्म चाहिँ सुधार गर्ने चाहिँ मौका जुर्यो। त्यस्तो समयहरू चाहिँ बारम्बार आओस् भन्ने म कामना पनि गर्छु। मेरो पछाडि रोडको छेउमा चाहिँ एउटा सानो मन्दिर छ। त्यो मन्दिरमा मेरो साथी चाहिँ दर्शन गर्न गइरहेको छ। दर्शन गरिसक्यो, टिका पनि लगाइसकेको रहेछ। त्यस्तो चाहिँ द्वारकताबाट उता चाहिँ एउटा खोला तर्नलाई पुल बनाएको छ होइन। त्यो पुल तरेर चाहिँ हामी उतापट्टिको साइडमा जानुपर्ने हुन्छ। हामी चाहिँ लगभग अब तिनकुने पुग्ने तर्खरमा छौँ होइन। कति समय लाग्छ अब त धेरै लाग्दैन होला नि। यो चाहिँ पुल हो होइन। यो चाहिँ बागमती नदीको पानी एकदमै कालो छ, देख्न सक्नुहुन्छ पानीको रङ पनि। र एकदमै दुर्गन्धित पनि छ होइन। यताबाट पास हुँदै गर्दा चाहिँ एकदमै भिन्नै प्रकारको दुर्गन्धबाट पनि पास हुनुपर्ने अवस्था छ। त त्यसपछि चाहिँ यतापट्टि चाहिँ रोड, उक्त रोड हुँदै यो चाहिँ सिधै जान्छ होइन दिनकुनेसम्मै। मलाई थाहा छ फेरि मलाई तिमीभन्दा पनि धेरै नै थाहा छ हुन त। साथीहरू युवा अवस्थामा अलिक जोस भिन्नै प्रकारको हुन्छ नि। त्यही भएर बाइक चाहिँ एकदमै तीव्र गतिमा उडाइरहेका हुन्छन्। यस्तै साथीहरूले गर्दा हो कि अब धेरै एक्सिडेन्टहरू भइराख्ने सडकमा। के भन्छ, जीवन चाहिँ एकैपटक मात्र हो हेर्नुहोस् पाउने भने। उक्त जीवनलाई कसरी जिउने भन्ने सबै कुराको जिम्मेवार चाहिँ आफूमै हुन्छ होइन। त्यसैले जति सक्दो सुरक्षित भएको राम्रो आफू चाहिँ होइन। किनभने चाहिँ आफ्नो एकदम 120 वर्ष चाहिँ जीवन जिउनु पर्ने छ नि त। अनि देशको समाजको लागि के सकारात्मक योगदान पुर्याउनु पनि पर्ने छ। राष्ट्र निर्माणको कार्यमा आफ्नो महत्त्वपूर्ण भूमिका पनि खेल्न पर्ने हुन्छ। युवा भनेको चाहिँ देशको आधारशिला पनि हो नि त। युवा बिनाको देश, युवा शक्ति बिनाको देशको परिकल्पना पनि गर्न सक्दैन। अलि सावधान। वाह, यो चाहिँ हो नि बरु फुटपाथ चाहिँ के अरे यसमा गार्डन भन्छ। अब बोट बिरुवाहरू केही छैन अहिले चाहिँ सबै अवस्थाहरू छ गाइजहरू, बिरुवाहरू। अब केही पलाउँछ, के राम्रो हुँदैछ, अब सानो छ है। वर्षा हुन सुरु भइसकेको छ। वर्षा भयो भने चाहिँ यताको सम्पूर्ण बोट बिरुवाहरू हरियालीतिर परिणत हुँदैछ। हावाको तीव्र गति बोल्न एकदमै असहज भइरहेको छ। त्यसको बावजुद पनि बोल्न परिरहेको छ। यहाँ चाहिँ अलि आकर्षित पार्ने खालको रहेछ नि। पार्कमा चाहिँ धेरै कपालहरू चाहिँ डेटिङ गर्न आएको रहेछ। त्यो दृश्य पनि हेर्न पायो हामी एक्लो अथवा सिङ्गलहरूले। जो चाहिँ हाम्रो लागि एकदमै नराम्रो कुरा हो होइन। एकदमै नराम्रो पक्ष। सिङ्गलहरूमा चाहिँ एकदम आनन्द लाग्ने रमाइलो होइन। अब कसैको कुरामा पनि आफूलाई अडेस भएर बस्नु पर्दैन होइन। तर पनि कुनै कुरामा ध्यान दिनु पर्दाखेरि एकदम आफूलाई नै होइन सोची बुझेर गर्न मिल्ने त्यस्तो। अब भनौँ न धेरै केयरलेस नगएको हुँदा
अहिले चाहिँ सिङ्गलमा एकदम आनन्द लागिरहेको छ भन्नुपर्छ। उसलाई चाहिँ सिङ्गल भएर नै आनन्द आइरहेको छ। हामीलाई चाहिँ यहाँ केटी नपाएर अवतारिनु परिरहेको छ होइन। जस त्यो पार्क चाहिँ हामीहरूको लागि उपयुक्त ठाउँ होइन जस्तो लाग्छ। किनभनेपछि अधिकांश व्यक्तिहरू चाहिँ आफ्नो जोडीसहित यता आएको भेटाएँ होइन। मनुष देखिरहेको छु। फाइनली हामी चाहिँ मदन भण्डारी मार्गमा पुगिसकेका छौँ। यो मेरो पछिको गाडीहरूको भिड नै गइरहेको छ र हामी चाहिँ अहिले बागमती नदीको ठ्याक्कै माथि पुलनिर नै हिँडिरहेको छौँ। यता चाहिँ निर्माण कार्य पनि भइरहेको रहेछ र डोजरले आफ्नो कार्य स्मुथ तरिकाले अगाडि बढाइरहेको छ। हावाको गति पनि एकदमै तीव्र छ। मेरो फ्रन्ट साइडबाट चाहिँ हावाले दुःख दिइरहेको छ मलाई चाहिँ। उहाँ चाहिँ जेसिबी चाहिँ काम गरिरहेको छ। हाम्रो बागमतीको सुन्दरता एकदमै आकर्षक दृश्य जो तपाईँले देखेर नतमस्तक हुनुभयो होला होइन। हामीहरू दुवैजना चाहिँ हाम्रो पैदल यात्रा सकाएर घुमतिरको यात्रामा जारी छौँ। अब हामी भन्नुपर्दा चाहिँ घुमतिर फिर्ता भइसकेका छौँ। यदि हामीहरूको भिडियोहरू चाहिँ हजुरले मन पराउनुहुन्छ भनेपछि हेरेर मात्र नभएर लाइक कमेन्ट र सेयर सँगसँगै मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर हामीलाई सदाबहार स्नेह बर्साइदिनु होला। र यति भन्दै हामी अर्को भिडियोमा जोडिने प्रतिबद्धताका साथ बिदा हुन्छौँ। धन्यवाद। बाई।